तागत छ? कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्, यथार्थ सत्य यही हो। हरेक भ्रष्टाचारीको घरबाट एक एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दैन। यो तपाईहरुको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिन, म एकजनालाई छोड्दिन। म मेरो देशको कसम खान्छु, म मेरो त्यो फलन सोल्जर्सहरुको लागि कसम खान्छु, मेरो गोली खाएको भाइहरुको कसम खान्छु कि म कसैलाई छोड्दिन। एक छोड्दिन, दुई छोड्दिन, तीन छोड्दिन। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिन्छौ, हरेक जनतालाई दुःख दिन्छौ, कसैलाई छोड्दिन। यो हेक्का राख्नु, कहाँ भाग्नु छ भाग्नु, अहिले नै हो चान्स। खोजेर भनी झार्छौँ हामीले, नेपाली जनताले झार्छ। अब कसैले झार्दैन। तपाईहरु जहाँ जहाँ लुक्नुहुन्छ निकाल्छौँ हामी तपाईहरुलाई। यति दुःख पाछ हाम्रो नेपाल आमाले। सतीले सरापेको देश भन्छ, यति राम्रो छ हाम्रो देश। हेर्नुस् हिमाल पहाड तराई, म जहिले घुम्न जान्छु। मलाई केही दुःख हुने बित्तिकै, मलाई केही गाह्रो हुने बित्तिकै जहिले घुम्न जान्छु। झरना हेर्छु कति राम्रो छ, पहाड हेर्छु कति राम्रो छ।